मैले चाहिँ ढिँडो खाएँ हैन। तपाईहरुले चाहिँ के को ढिँडो खानुहुन्छ? म चाहिँ सबै चिज मिसाएको है, फापर, गहुँ, मकै, जौँ सबै मिसाएको ढिँडो खान्छु। यसरी एकदम मिठो लाग्छ मलाई चाहिँ ढिँडो। यसो मुखा राखेपछि खुर्लुक्क जान्छ। अनि छि त्यस्तोसँग नि के ढिँडो खायो होला भन्नुहुन्छ त तरकारी देखेर हैन। यो बारीको अर्गानिक तरकारी थियो। मलाई भटमास टोक्न पाएपछि अरू केही चाहिँदैन। अनि यसमा थोरै थोरै रस हालेर छिपे झोल हालेर मैले ढिँडो खाएको हो। तपाईहरुलाई कस्तो लाग्छ? मलाई चाहिँ असाध्यै मिठो लाग्छ, असाध्यै मिठो लाग्छ। ल मैले कसैलाई पनि कुरेको छैन, खाएको छु मुखनी बाङ्गे पारी पारी मुखनी बाङ्गे पारी पारी ढिँडो खाँदै रहेछु हैन। अब त्यो आफैले फिल गर्न नसक्ने क्या, कस्तो अचम्म, यो के साह्रो खाएको होला मैले, म आफै देखेर म आफै छक्क परिरहेको छु। अब त्यो भिडियो देखेर फेरि म आफैलाई फेरि भोक लागिसक्यो। मलाई चाहिँ ढिँडो असाध्यै मिठो लाग्छ। हजुरहरूलाई चाहिँ के लाग्छ? म त ओहो ढिँडो त यति खान्छु नि, त्यति खान्छु। अब सक्यो है ढिँडो। मलाई चाहिँ असाध्यै मिठो लाग्छ। सरी मुखमा हाल्यो, सुलुक्क निलो, धेरै लाग्दैन, छपाइरहनु नि परेन।